मेरो कोही छैन पर्वो म अब कसैलाई केही भन्दिनँ बालुनले जे गर्छ त्यही गर्छ सरकार हो नि त बालनले आफूलाई केही गर्छ भन्ने आशा छ अझै आशा त है बालिन त्यस्तो मान्छे होइन नि त मान्छेले जे भने पनि त्यस्तो गर्नु त पाइँदैन बालिन सरले जहाँ लानुहुन्छ हामी त्यही जान्छ यसमा तपाईँको सहमति छ कि छैन छ बाबु हाम्रो केही छैन अनि उहाँले नै गरिदिनु पर्यो नि हाम्रो बाबु भने नि उहाँ हो आमा भने नि उहाँ हो अब हाम्रो त केही छैन होइन उहाँले हामीलाई एउटा बस्ने बास राम्रो गरे एउटा जब दियो भने झन् राम्रो अनि जस्तो कि यहाँ केही हामीले सुनिरहेका छौँ आवाज नेताहरूको होइन त्यस्तो त यहाँबाट कोही जाने इच्छुक छैनन् हामी भोलि देखाइदिन्छौँ प्रहरी प्रशासन आए पनि जो आए पनि लड्ने हो भिड्ने हो भनिरहेका छन् यसमा के भन्न चाहन्छ तपाईँको खण्डन के छ तपाईँको पनि साथ छ त्यहाँ छैन बाबु म त जे भन्नुहुन्छ सरकारले त्यही मान साँच्चीकै वास्तवमा पीडित भनेको उहाँ आमा हुनुहुँदो रहेछ अनि उहाँ दिदी पनि हुनुहुँदो रहेछ बालिन सरकारप्रति उहाँहरूको ठुलो आशा छ यी आशाहरू निराशामा परिणत पक्कै पनि नहोस् बालिन सरकारले उहाँ जस्तो आमा उहाँ जस्तो दिदीहरूलाई छानबिन गरेर चाँडोभन्दा चाँडो कुनै न कुनै ठाउँमा लालपुर्जा बस्ने व्यवस्था अनि सकिन्छ भने रोजगारीको पनि व्यवस्था गर्नु आजको आवश्यकता हो असली सुकुम्बासीहरूको पीडालाई कहिले पनि छाया नपरोस् र हुकुमवासीहरूले चान्स नपाओस् भन्न चाहन्छु साँच्चीकै उहाँ आमाको कुरा सुनेर मन भारी भयो यो भिडियोलाई सबैजनाले हेर्नुहोला तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्न नबिर्सनुहोला धन्यवाद